everyone, welcome back to my channel. This is your Jala Sangtan. Naile ma khana khadai. And right now I'm in KTM. आज चाहिँ के छ भन्दा घुम्न जाने प्लान छ. घुम्न गएछु भने चाहिँ म ब्लग अपलोड गर्छु, नत्र कन्टेन्टै हुँदैन. त्यही हो ल. अनि घुम्न चाहिँ म र मेरो आमा भनेको चाहिँ ठुलो मम्मी जान्छौँ. गयौँ भने नत्र क्यान्सल, पानी पर्ला जस्तो. त्यही हो. हामी जाँदैछौँ बौद्ध. म र ठुलो मम्मी यस्तो देखेको आँखामा अब उतै गएर भेटौँला. हामी आइसक्यौँ. आउनु. हामीलाई ठग्यो ट्याक्सीले. अनि 800 रुपियाँमै दुईजनाको. त्यत्रो त नलिनु पर्ने. अनि कस्तो महँगो हो. मैले त्यहाँ इनड्राइभ बुक गर्दाखेरि 470 देखाइरहेको थियो. अनि पछि त हेर्छु 800 भन्छ. केही भएन. यस्तै हुन्छ कहिलेकाहीँ. अब यसो एक राउन्ड हान्नु पऱ्यो. भिडियो बनाउनु पाइन्न. त्यहाँ गार्ड अङ्कलहरूले भिडियो बनाउनु पाइन्न, फोटो खिच्न पाइन्न भनेर हो. के हुन्छ. अहिले चाहिँ हामी पशुपति आएको छौँ दुईजना. फेरि के गरेको यो कस्तो धेरै परेर. त्यही उडाइदिनु पर्छ कि. पानी पर्ला पर्ला भयो जस्तो भयो. फेरि उहाँदेखि निस्किँदा फेरि पर्न लाग्दैन. नदी पनि हुँदो रहेछ. कपडा उठाएर आयो. अस्ति नै मलाई यहाँ पशुपति पनि खऱ्यो. एकजना पण्डितले आउनु यहाँ कति धेरै लाइन थियो. अनि आउनु माथि म छिटो पूजा गराइदिन्छु, तपाईँलाई कुर्न पर्दैन भने. म त होला त नि भनेर माथि गएँ. अनि के मन्त्र पुग्यो. अनि पछि त 1500 रुपियाँ दिनु पऱ्यो. 1500? त्यस्तो पहिले थाहा भएको हामी आउँथेनौँ के भनेको. अन्त दिनुपर्छ अब यहाँ आएपछि भनेर भन्यो. अनि कति 500 रुपियाँ दिएको. 500 हो कि कति रुपियाँ दियो. अनि कति भन्यो त 1500 भन्यो. ए भनेर हिँडेको अनि 500 हुन्छ भनेको हुँदैन. त्यसको तोक्नेको पनि अनि मन्दर लाग्छ भने या भनेर हिँडेको नि. हामी बाहिर निस्किसक्यौँ. आज त्यस्तो भिड छैन पहिला जस्तो. अब यहाँ फोटो खिच्नुपर्छ. अब यहाँ भनेको. ए मधुरो आएको रहेछ. ल उहाँनिर हो के. उता एउटा केटी उभियो नि. उता बाँदर बसेको ठाउँ त्यहीँनिर लयो.
अनि उतै पण्डित ल्यायो क्या अनि 1500 ठग्यो 1500 भनेर 1000 हो कि 500 दिएको अनि हेरिरहेको अहिले मलाई पिट लाग्यो केही गर्दैन हामीले जिसायो भने चाहिँ पेट छ त त्यसले त फेरि के गरे उयो फेरि के गरेर खानेकुरो गरेर रमाइलो छ कसरी उ गरेर आयो कि नाङ्ले पनि कतै कतै निकालेर केटी रहेछ यो है कस्तो आँखा कालै देखेको उडाइदिउँ फेरि उडाइदिन्छु अब जहाँ हामी फर्किन लाग्यो आहा कस्तो कालो देखियो मेरो त्यही हो पशुपतिमा धेरै बस्यौँ अब जान्छौँ चप्पल उता कुनामा रहेको त्यही रहेछ धन्न चोरी भएन चाहिँ चप्पल हामी पशुपतिबाट नि फर्केर हामी घर गएको थियौँ अहिले फेरि आएको खायौँ ल पहिला खाइसक्नु यत्रो सक्दैन हामी उकालो चढ्दै यहाँ सगरमाथा भन्दा उच्च उकालो अङ्कलले धेरै छोडेन जङ्गलबाट त उक्क छ त्यो फुल्टी बेल ल्याइदेऊ न यहाँ पनि मन्दिर हो पशुपति हो यो कति खुट्टा दुखेको यो चप्पलले आज इन्ड्राइभमा आएको न म स्कुटीमा आएको अनि आउने बेला के जाँदा ट्याक्सीमा गएको स्कुटीले चढ्नै नचढेको स्कुटी स्कुटी नचढेको ए बल्ल 30 केजी छु त्यसको जम्मा 20% चार्ज थियो चार्जवाला त्यो स्कुटी कस्तो खुट्टा दियो कस्तो बास्ना त खान्छु भनेको त्यो आलु बनाएर सरी झर्ना चाहिँ यहाँ त्यही त ल मौसम आज पानी पर्ला जस्तो गरे स्क्याम हानिदियो मौसमले अझै छ यत्रो उकालो के गर्ने हो साथीहरू चढ्नै पर्यो उकालो घरमा भयो हामी बनोबास हुन्छ
दाजु त लान्छ कति लान्छ भर्खर गएन भर्खर गएन भर्खर गएन भर्खर भर्खर गएर होइन त्यही हो खै त्यही हो गाउँ घरवालीमा अनि त्यो दोकान कसको त्यो दोकानहरू गएको दोकानवालाको हिजोको भ्लग फेरि आजबाट स्टार्ट गुड मर्निङ गाइज अहिले चाहिँ म प्रदीपको घरमा छु अनि खाना खान लाग्यो अब भ्लग चाहिँ यहीँ इन गर्छु म हिजो इन गर्ने बिर्सेको रहेछु अब आज चाहिँ म घर जाने हो त्यही हो अनि लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब हामी खाना खान्छौँ हेर्छु यहाँ त भात टाँसियो बाई सी यू इन द नेक्स्ट भिडियो अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई भन्